सो हेलो नमस्ते सबैजनालाई होप यु गाइज आर डुइङ यो तल कसले बन्द गरे अरे नमस्ते सबैजनालाई तल चाहिँ पुरै काम भइरहेछ त्यही भएर म छिटो बोलिहाल्नुपर्छ अब चाहिँ म रौता जानको लागि एकदम रेडी भएको छु अल सेट रेडी टु गो एन्ड दिस इज माई सुज फर नाउ म यस्तो गर्छु हाई गर्छु ल अब म चाहिँ यहाँबाट निस्किन्छु रेडी भएर अब चाहिँ म तल जान्छु अनि म त्यसपछि जान्छु सो दिस इज स्टार्टिङ अफ ब्लग अनि हामी पुरा ब्लगमा क्याप्चर गर्न चक्कर लडिन्छ यसपछि म जान्छु आलिया आकाङ्क्षा म बाई बाई भन्छु तलबाट म बाई बाई भन्छु दुइटैलाई सो दिस इज आवर होम यही कुरा होला दिस इज आवर होम अनि बाई भन बाई बाई सो बाई बाई म गएँ बाई बाई गाइज सी यू इन गौता द्याट्स मी सकियो यहाँ अगाडि के काम भइरहेको रहेछ जस्तो छ म पुग्ने आजको पोइन्ट चाहिँ यही हो सो म आज चाहिँ यहीँ पुग्छु माथि चाहिँ रौता पोखरी छ माथि एउटा टावर छ अलिअलि देखिरहेको छ बजारबाट अलिक माथि आइसकेपछि हामीले टक्क एउटा यस्तो भ्यू पोइन्ट देख्छौँ यो चाहिँ स्वर्गीय भूपत पौडेलको नाममा छ जसले पनि बनाउनु एकदम राम्रो गर्नुपर्छ किनभने यसबाट देखिने भ्यू लास्टै वर्थी टिक्नुवाला छ सो द भ्यू लुकिङ एट दिस गाईहरूको भ्यू अनि एउटा तलको पुलबाट भर्खर आएको सेक्सन यो बरुवा खोला हो जुन चाहिँ डाइरेक्ट रौतादेखि आउँछ हुँदै हुँदै यो गएर उता गएर त्रियुगासँग मिसिएर सप्तकोशी जान्छ त्यो तराईको मेन भ्यू अनि यो चाहिँ हाम्रो गाईघाट बजार हो तल बरुवा खोलाको अर्को पुल देखिरहेको छ असारी जाने रोड दिस इज वाट गाईघाट लुक लाइक है त गाईसलाई अझै पनि धेरै ठाउँहरू खाली पनि छ अर्को बस्ती सर बिचमा यस्तो राम्रो पिच बाटो सम्म फाँट राम्रो छ यो चाहिँ सो अहिले चाहिँ हामी सगरमाथा राजमार्ग हुँदै रौता जाने क्रममै छौँ र यो अगाडि देखिएको ठाउँको नाम चाहिँ साउने बजार रहेको छ मैले रोकिनँ म अगाडि जाँदैछु है त म चाहिँ आरामले 8:15मा यो रानीबास स्कुल आइपुगेछु यहाँ छ रानीबास स्कुल अनि यहाँबाट उता गयो भने चाहिँ त्यो उता पारिदेखि बाटो चाहिँ उता खोटाङ जान्छ उता हिमाल देखिन्छ एकछिनमा है अनि हामीले जान्छ रौता यता अनि म चाहिँ अब यसपछि सिधै रौता पुगेर ब्लग गर्छु होला है लेट्स सी बाटो यहाँसम्म त पिच छ राम्रो छ अगाडि के छ बाटो अगाडि चाहिँ अलिक खराब छ कि जस्तो लाग्छ अनि यहाँ अलगत्रको पिच गरेको गाडी एउटा भिन्टेज राखिरहेको रहेछ द स्काई इज सो क्लियर आई सो लभ दिस बवाल क्लियर चाहिँ एच त्यस्तो छ वे अफ रोड अघि चाहिँ 3-4 किलोमिटरदेखि चाहिँ अब यो चाहिँ अलिक सजिलै हो त्यतातिर त ढुङ्गै मात्रै हुन्छ यस्तै ढुङ्गा होला मात्र बाटो हाँकेर आउनु पऱ्यो अनि यता चाहिँ वी क्यान सी माउन्ट एभरेस्टको रेन्जेस भेट्दैन अब इट्स हार्ड टु लोकेट कुद्नु भनेर मेरो नलेज चाहिँ यो छेकीकोवाला हो जस्तो लाग्छ मलाई चाहिँ दिस वान सिम्स टु बी एन एभरेस्ट हो यही हो यो छेकीको हल्का छेकिरहेको छ यो बाटो चाहिँ एभरेस्टको अनि पछि मन्दिर पुग्न आँट्छ कि द्याट्स मी घाम त खत्रै भएर रहेछ सो यो चाहिँ रौता माईको टक्क पार्किङ स्पेस हो त्यसमा राख्न मिल्छ अरे अनि यहाँ माथि रौता माईको मन्दिर छ द वेदर सिम्स सो गुड बवाल यहाँ हेलिप्याड छ हाम्रो इनकेस मिल्छ भनेर अनि यहाँ एउटा होटल रहेको छ अनि द माउन्टेन रेन्जेस यु क्यान सी सो क्लियरली द्याट्स मी अफ कोर्स द्याट्स मी गाइज अरू त के भन्ने हो र अब मन्दिर आइसक्यो लेट्स गो एन्ड हेभ सम टाइम ल्याप्स मन्दिरको एक राउन्ड होइन अनि त्यो चाहिँ घुमौँ हेरौँ कस्तो रहेछ मन्दिर अनि अब हेलमेट अहिले म पछि खोल्छु सो राइट नाउ लेट्स गेट गोइङ टु टेम्पल यो चाहिँ मेरो हुलिया यो चाहिँ मेरो हुलिया है त त्यो चाहिँ म आँखा खोल्न पाएन मेरो बेसन्ती एन्ड मी ल
अहिले चाहिँ म छु रौता माई पोखरीमा। यो चाहिँ हाम्रो रौता माई पोखरी रहेको छ, एकदम सफा, एउटा पात पनि छैन। यहाँ पातको नाम भनेको लोटस हो। एन्ड दिस लोटस लुक्स सो ब्युटिफुल। उता पनि रहेछ एउटा लोटस। यहाँ चाहिँ रौता माईको मन्दिर, अनि यता अरू मन्दिरहरू बन्दैछ। यहाँ मन्दिर व्यवस्थापन समितिले चाहिँ यहाँ परेवाहरू उडाउँदा परेवा बस्ने ठाउँ, सानो गार्डन, मान्छेहरूलाई पछि भोलिको दिनमा यसो केही कुराहरू बसेर हेर्न मिलोस्, धेरैजना दर्शनार्थीहरू हुँदा माथि लुगासुगा खोल्न मिलोस्, सबै कुरा भनेर चाहिँ यो बनाइदिएको रहेछ। अनि दिस इज वान अफ द मोस्ट रिलिजियस प्लेस हियर इन उदयपुर गाईघाट। उदयपुर गाईघाट नहुनु, उदयपुरदेखि चाहिँ उदयपुर जिल्लामा पर्ने रौता माई गाउँपालिका पर्छ यहाँ अहिले चाहिँ। के हेर्नु यसो कसैलाई थाहा छैन भन्नु होला। यो चाहिँ अब हाम्रो रौता माईको मन्दिर। सो खिच्न त मिल्छ, बट देन आई डोन्ट वान्ट भित्र फिल्म गर्नको लागि, आई जस्ट वान्ट यु गाइज टु भिजिट दिस प्लेस। सो भित्र चाहिँ खिचेर म यसको सौन्दर्यता र यसको भ्यालु घटाउँदिनँ। अनि यो चाहिँ हाम्रो एउटा ब्युटिफुल इन्ट्रान्स छ, एन्ड द्याट्स मी। सो आइयो मन्दिर अब बस्छु, पूजासुजा गर्छु, अनि पूजासुजा सकाएर बाहिर बत्ती बाल्ने बेलामा एउटा सानो टाइम ल्याप्सहरू बत्ती बालेर उडाएको छे लाग्यो। अरू त अहिले केही गर्दिनँ। बिहान उठेर नुहाएर मात्रै आएको थिएँ, थोरै यहाँ पनि नुहाउनु पर्ला, अलिकति स्नान गर्नु पर्ला। अनि बेलुका सो अहिले चाहिँ म पूजा सकाएर टिकासिका लगाएर चट्टसँगले मन्दिरको एक परिक्रमा गर्दैछु। अब यो मन्दिरमा चाहिँ एक राउन्ड घुमेर अनि म माथि हाइक जाने प्लानमा छु। सो गाइज आई लुक गुड। आफ्टर सर्ट पूजा सकिसकेपछि चाहिँ म चाहिँ रौता मन्दिरको छेउबाट चाहिँ यता यो जङ्गलभित्रको एउटा सानो सिँढीवाला बाटो हुँदै माथि भ्यू पोइन्ट जान ट्राई गर्दैछु। सो लेट्स चाहिँ मसँग टाइम पनि छ, अनि म एक्लै भएकोले गर्दा चाहिँ आई थिङ्क आई निड टु गो भ्यू पोइन्ट। प्लस अब मलाई एकजनाले के भन्नुभयो भनेदेखि भ्यू पोइन्ट चाहिँ नछुटाउनु यत्र आइसकेपछि भन्ने कुरा हो। पहिला चाहिँ आएको थिएँ लास्ट टाइम म यो भ्यू पोइन्टको लागि होइन, इट वाज सो गुड। त्यो चाहिँ ब्याक इन धेरै वर्ष अगाडि हो। मसँग युट्युबमा स्टिल ब्लग छ, वे टु एभरेस्ट भनेर, भ्यू अफ एभरेस्ट भनेर मैले हालेको छु। यु गाइज क्यान चेक द्याट। किनभने मेरो ब्याकग्राउन्डमा देखिएको जति पनि माउन्टेनको रेन्ज छ त्यसो एभरेस्टको रेन्ज हो। अनि अब यो भन्दै गर्दाखेरि आई रियली मिस माई ब्रदर उत्सव थापा हु इज राइट नाउ इन क्यानाडा। अनि त्यहाँबाट किन भनेदेखि हामी त्यो बेला आएर एक दिन बसेर रमाइलो गरेर वी वेन्ट ब्याक टु गाईघाट नेक्स्ट डे। अनि ब्याक देन आउँदाखेरि बाटो एकदमै स्ट्रगलिङ थियो। हामी रानीपासदेखि हिँड्दै आएको थियौँ, अनि हिँडेर आएर हामी यहाँ बसेर फेरि नेक्स्ट डे मात्रै गएको थियौँ। हामी माथिसम्म हिँडेको थियौँ, हाइक गरेको थियौँ। बिहान उठेर 4 बजे, द मेमोरी वाज वे इमेन्स। बिहान उठेर 3:30 बजे नुहाइएको थियो। सम्झिँदाखेरि त लास्ट हाँसो लाग्छ, बट नो वरिज, आई रियली मिस यु ब्रदर। अनि फेरि कुनै दिन अब फेरि भगवान्ले साथ दियो भने फेरि पनि रौता पोखरी यसरी नै आउन पाइएला दाजुभाइ मिलेर भन्ने आश राख्छु है। बिहाको भर्याङ चाहिँ डेढ छ है, यस्तो छ भर्याङ चाहिँ, ठाडो पुरै नाक ठोकिनेवाला छ। बट देन अब 10-15 मिनटको हो। सो लेट्स गेट टु द भ्यू भन्ने पार्टले चाहिँ आई एम गोइङ अन। सो लेट्स गो है त। त्यो चाहिँ मोर लाइक सैलुङ जस्तै भ्यू छ है। हामी खालि सैलुङ गइरहन्छ काठमाडौँमा। अनि यहाँबाट चाहिँ आई क्यान सी डिस्टेन्समा गाईघाट बजारदेखि लिएर यो गइरहेको त्रिवेणी नदीलाई इफ आई फलो देम दे विल मिट देयर एट सप्तकोशी। उहाँ रेन्ज देखिरहेको छ, यो सुनकोशी यताबाट जाने चाहिँ उहाँ सप्तकोशीको रेन्ज पनि आई क्यान सी। यहीँ बसी ल सप्तकोशी चाहिँ त्यो हो। अनि यता पछाडि फर्क्यो भनेदेखि आई क्यान सी माउन्ट एभरेस्टको रेन्जेस, तर अब चाहिँ बादलले कभर गरिसक्यो। सो अब म एकछिन बसेँ, अनि धेरै बेर बसेर त भएन, बिहानदेखि आएको। एन्ड आइम राइट नाउ हङ्ग्री। कति बज्यो मेरो घडी पनि बल्दैन फेरि, घडी पनि भेटिसकेको छ, घडी पनि भेटिसक्यो, मेरो पनि भेटिसक्ने बेला हो। यो फोन त अघि डेड भइसक्यो। सो नाउ आई रियली निड अ चार्जिङ पोइन्ट एरिया। अनि म यहाँ आउँदाखेरि चाहिँ आई आस्क्ड देम कि चार्जिङ पोइन्ट छ कतै भनेर। द पर्सन साइड लाइनै छैन यहाँ त आज। इट्स सो डिभास्टेटिङ। बट देन अब यसमा चाहिँ मेरोमा चार्ज छ अलिअलि 20% जति, अर्को फोन र घडी अफ भइसक्यो। सो आई निड टु गेट डाउन and find the charging point as fast as possible so that I can stay, eat and charge my phone and get back to Gaigat.
आज म एकदम आरामले रिल्याक्स भएर घुम्दै घुम्दै बेलुकासँग गाडी पुग्छु होला, नो वरिज। तर चाँडै पुग्छु म यसै पनि, त्यही हो। जाँदा त भनेको थिएँ भर्याङ ठाडो नाक ठोक्किने, बट कसैलाई मेरो विश्वास नलागेको भइदिएको थिएँ। लेट मी सो यु गाइज, सो यु क्यान टेल दिस लिटरली नाक ठोक्किनेवाला भर्याङ। अझ किन यसमा देखिने कि त्यस्तो नाक ठोक्किनेवाला। मेरो त एकछिन हिँड्दै ब्यान्ड बज्छ, ट्रेकिङ हिँड्ने बानी छिटै क्या हो, त्यस्तै भयो जस्तो छ है। सो क्विक अपडेट, अब चाहिँ मैले खाजा त खाइसकेँ अनि यहाँनिर लाइन चाहिँ थिएन। सो मसँग एउटा फोन छ, यसको जति चार्ज भ्याउँछ मैले लुगा लाउने कोसिस गरिनँ, घाम झर्क्यो त्यही भएर अहिले गयो यत्तिकै जान्छ भने सोचिरहेको छु। अब चाहिँ अनि बस रहेछ, यो पहाड जाने बसहरू छ। अनि द्याट्स मी गाइज। अब चाहिँ बाटोमा अलिअलि चार्ज रह्यो भने फिल्मिङ गरौँला, नभए यही हो रौता, त्यो सानो होटल। यताबाट चाहिँ मन्दिर जान्थ्यो, अब म झरी स्पिकर पनि बजाउन पाइनँ चार्ज नभएर। सो आई केप्ट अल इन माइ ब्याग। बस पनि होइन बनिएको छ। यो चाहिँ मेरो फोन हल्का चार्ज गरेँ। यो चाहिँ डहर भन्ने ठाउँ हो, रानीवास भन्छ यसलाई। यहाँबाट चाहिँ म अब काम सकाएर अब यहाँबाट चाहिँ म निस्किन्छु अराउन्ड, यहाँबाट अब हाफ आवरमा सायद पुग्छु नि होला गाईघाट। यहाँसम्म चाहिँ पिच छ, यहाँभन्दा अगाडिको बाटो चाहिँ अलिक हल्का अफ रोड सुरु यहीँबाट। यहाँदेखि चाहिँ मलाई गाईघाटसँगै पुग्छ, पछि मात्रै जान्छ बाटो चाहिँ। यसपछि चाहिँ म आफ्नै धुनमा मस्तले जङ्गलको बिचमा राइड गर्दै गर्दै रिल्याक्स हुँदै नेचर इन्जोय गर्दै गर्दै मैले म्याक्सिमम् पार्ट नखिचिकन अलिअलि बाटोको क्लिपहरू मात्रै खिच्दै भ्यू इन्जोय गर्दै गर्दै अनि म आरामले आफ्नो बाटो गाईघाटको गन्तव्यतर्फ फर्केँ।